धेरैले चाहिँ अहिले तपाईँलाई एक्स फुटबल प्लेयर भन्छ, मान्नुहुन्छ के हो? मैले कहाँ सन्यास लिए भनेर भनेको छु भने के आए धेरै ठाउँमा न्युजहरू पनि आए नि त। अब र हिजोको दिनमा त्यो त 14-15 वर्ष 16 वर्ष फुटबल खेलियो, त्यसलाई जिताइयो पनि, महत्त्वपूर्ण ट्रफी पनि लिएर आइयो। फुटबलसँग त कति नजिक छु तपाईँलाई थाहा छ नि। त्यो त कस्तो हुन्छ अहिले मलाई छुन्छ छुँदैन त। अस्ति भर्खर छोटेको गेम हेर्न जाँदा पनि खुट्टा यसरी चल्छ, त्यो ठाउँमा भएको मैले यो गर्थेँ होला, यसरी हान्थ्यो होला, भाइ यस्तो गर्दैन त्यहाँ बसेर भनेको कति कनेक्ट छु होला म, कति नजिक छु होला, त्यो कुराबाट टाढा छु। मन त्यतै छ, खुट्टा छैन त्यहाँ नजिक, शरीर छैन अहिले। सबभन्दा जीवनमा मनपर्ने कुरा, खुसी बनाउने कुरा यो अहिले त यो नेम फेमले मलाई कहाँ खुसी दिएछ साँच्चै भनेको। मान्छेले भन्छ ढुना दाइ बिग फ्याट यो त्यो चतर चतर ब्लगको यो कहाँ खुसी दिएछ मलाई। तर त्यही ठाउँमा जसले दाइ तपाईँ फुटबलर चाहिँ क्या खुसी मिल्छ, कसैले फोन गरेर सम्मान के फुटबल तपाईँ त कहाँ फुटबल खेलाडी यस्तो खेलाडी हो नि हामी गर्न क्या खुसी मिल्छ। त्यही ठाउँमा अरू भन कहाँ अहिले तपाईँ सिङ्गिङ यो त्यो ब्लग्सलाई कहाँ खुसी दिन्छ, दिँदैन नि त। खुसी दिने ठाउँ त त्यहाँ छ, चाहे ज्वरो आयो चाहे बिरामी खुट्टा दुखोस्, डरमा उत्रिनु त सबै बिर्सिन्छु मैले, दुःख पीडा आगे अगडम बगडम सब बिर्सिन्छु। फुटबल भने त्यस्तो हो क्या भनेको, त्यही कुराहरूबाट टाढा छु, मन त दुख्छ। पिरोल छ मन पोल्छ पोल्छ मेरो टाइम भएर चाहिँ म निक्लेको भए चाहिँ एउटा कुरा हुन्थ्यो, टाइम हुँदा हुँदै पिक खेल्ने समयमा निकालियो जे हो त्यही बोल्दाखेरि पाएको उपहार भनौँ कि के भनौँ होला।